विद्या समस्त तब देवी वेदा तेया समस्त सकला जगत्सु स्थयी गायपुरी दमम ऐतद काते स्तुतिस्तव्य परापरोक्ति भवानी भुवनेश्वरी माता जानिमिकामा सतत नमन गर्दै मञ्जुमाला टिभीको दैनिक प्रस्तुति दैनिक राजपालको प्रोग्राममा बस्नुभएका तमाम आदरणीय दर्शक महानुभावमा हार्दिक स्वागत तथा न्यानो अभिवादन गर्न चाहन्छु। दर्शक महानुभावहरू सदा चाहिँ आज पनि दैनिक राजपाल लिएर यहाँकै घर आँगनमा उपस्थित भइसकेको छु। आउनुहोस् कार्यक्रम शुभारम्भ गरौँ आजको पञ्चाङ्गबाट। आज 2082 साल वैशाख 18 गते बिहिबार तदनुसार 1 मे 2025 चतुर्थी तिथि 27 गते 40 बेला उपरान्त पञ्चमी तिथि प्रारम्भ हुनेछ। मृगशिरा नक्षत्र 34 गते 54 बेला उपरान्त आद्रा नक्षत्र प्रारम्भ हुनेछ। अतिगण्ड योग कौलवकरण आज बिहान सूर्योदय 5:27 भए भने सूर्यास्त 6:37 हुनेछ। आज बिहिबार चन्द्रमा मिथुन राशिमा। दर्शक महानुभाव यो तपाईँ आजको पञ्चाङ्ग अबको प्रस्तुतिमा आजको दिन के कसरी अगाडि बढ्दैछ आउनु सम्पूर्ण जानकारी आजको राशिफलबाट। मेष राशि आकस्मिक खर्चको मात्रा बढेर जानेछ। पारिवारिक मनमुटावको सृजना हुनेछ। लेखन शैलीमा कमी आउने देखिन्छ। झुट्टा आरोपको सामना गर्नुपर्दा मानसिक तनाव बढेर जाने देखिन्छ। वृष राशि पराक्रम बढेर जानेछ। बोलीमा मिठास छाउनेछ। साथीभाइको सरसहयोग मिल्ने देखिन्छ। लामो समयदेखि चल्दै आएको विवादको अन्त भएर जानेछ। सौन्दर्यतामा मन जाने देखिन्छ। मिथुन राशि पैतृक सम्पत्तिको विषयलाई लिएर दाजुभाइमा मनमुटावको सृजना हुनेछ। जग्गा जमिन सम्बन्धी विवादले सताउनेछ। लेखन शैलीमा कमी आउनुका साथसाथै वैदिक क्षेत्रमा समेत कमी आउनाले मनमा चिन्ता बढेर जानेछ। कर्कट राशि मान सम्मान पाइने योग छ। जग्गा जमिन सम्बन्धी कामबाट प्रशस्त लाभ लिन सकिनेछ। अध्ययन सम्बन्धी काममा सफलता मिल्नुका साथसाथै दाजुभाइको सरसहयोगले काममा थप हौसला मिल्नेछ। सिंह राशि कुरा काट्नेहरू सक्रिय रहनेछन्। धार्मिक कार्यमा बाधा आउनेछ। शेयर कारोबारबाट घाटा पिउनु पर्ने देखिन्छ। शैक्षिक क्षेत्रमा बाधा आउनुका साथसाथै पारिवारिक कलह समेत बढेर जाने देखिन्छ। कन्या राशि चोट पटकको सम्भावना रहेकाले सवारी साधनबाट जोगिनु पर्नेछ। बोलीमा कठोरता हुनाले हातमा परेको तान समेत उम्कन सक्ने सम्भावना बढेर गएको देखिन्छ। तुला राशि बोलीको प्रभाव बढेर जानेछ। नयाँ साथीको आगमनसँगै काममा सफलता मिल्ने देखिन्छ। अनावश्यक विवादको अन्त भएर जानेछ। शत्रु पक्षबाट तपाईकै जित हुने योग छ। वृश्चिक राशि शैक्षिक क्षेत्रमा सुधार भएर जानेछ। लामो समयदेखि रोकिएका कामहरू पुरा हुनेछन्। काममा सफलता प्राप्त हुनाले ठुला व्यक्तिको प्रशंसनीय पाइनेछ। धनु राशि आकस्मिक खर्चको मात्रा बढेर जानेछ। मातृ स्वास्थ्यमा उतार चढाव आउनेछ। बोलीमा कठोरता आउनाले हातमा परेको धन समेत उम्कन सक्ने सम्भावना बढेर गएको देखिन्छ। मकर राशि अध्ययन अध्यापनमा सफलता मिल्नेछ। मातृ स्वास्थ्यमा सुधार भएर जानेछ। धार्मिक कार्यमा सहभागी पाइनेछ। शत्रु पक्षबाट तपाईकै जित हुने योग छ। बोलीमा मिठास छाउनेछ। कुम्भ राशि व्यापार व्यवसायबाट राम्रै आम्दानी गर्न सकिनेछ। लामो समयदेखि चल्दै आएको विवादको अन्त भएर जानेछ। दाजुभाइको सरसहयोगले काममा थप हौसला नमिल्ला भन्न सकिँदैन। अन्तमा मीन राशि न्याय कार्यमा तपाईकै जित हुनेछ। सवारी साधन खरिद बिक्री गरिने योग छ। पुराना साथीभाइसँग भेटघाट हुनाले रमाइलोमा समय व्यतीत गरिने योग रहेको छ। भोज भतेरमा सामेल भइनेछ। हस्त दर्शक महानुभावहरू यो भयो तपाईँहरूको आजको राशिफल। राशिफलले जे जस्तो भने पनि अर्को दिन शुभ रहोस्, मङ्गल होस्। हस्त नमस्ते, शुभ प्रभात।